टु बी अर नट टु बी, द्याट इज द क्वेसन। यो विश्व प्रसिद्ध वाक्य हो विलियम शेक्सपियरद्वारा लिखित विश्व प्रसिद्ध नाटक ह्यामलेटको। ह्यामलेट जो डेनमार्कको राजकुमार हुन्छन् र उसको पिता जो डेनमार्कका राजा हुन्छन् उनको भर्खरै केही समय पहिले मृत्यु भएको हुन्छ। पिताको मृत्यु पश्चात ह्यामलेटकी आमाले ह्यामलेटकी काकासँग विवाह गर्छिन्। एकातर्फ पिताको असामयिक निधन, अर्कोतर्फ आमाको हतारको विवाह। यी दुई कुराले ह्यामलेट निकै दुखी र विक्षिप्त भइरहेका हुन्छन्। यही दुःख र शोकमा डुबिरहेको बखतमा एक दिन उनको पिताको आत्मा, जसलाई नाटककारले पिताको भूत भनेर व्याख्या गरेका छन्, त्यो पिताको भूत आएर ह्यामलेटलाई आफ्नो मृत्युको रहस्य बताउँदै भन्छ, मेरो मृत्यु प्राकृतिक नभई आफ्नै भाइ अर्थात् तिम्रो काकाले कानमा विष हालेर गरेको हत्या थियो भन्छ र यो हत्याको प्रतिशोध लिन ह्यामलेटलाई अराउँछ। जब ह्यामलेटले सत्य थाहा पाउँछ उसले तुरुन्तै बदला लिन सक्दैन, किनकि ऊ शिक्षित, दार्शनिक र संवेदनशील स्वभावको भएकाले हत्याको बदला हत्या गर्ने कुराले उसको मन विवादित हुन्छ। यही मानसिक उथलपुथल बीचमा उसले माथि उद्धृत गरिएको प्रख्यात सोगत सोलोलुकी बोल्छ, टु बी अर नट टु बी, द्याट इज द क्वेसन। यस वाक्यले ह्यामलेटको अस्तित्ववादी संकटलाई दर्शाउँछ। टु बी को अर्थ हो अन्याय सहेर, पीडा लुकाएर, प्रतिशोधको भारी बोकेर बाँचिरहनु। त्यस्तै नट टु बी को अर्थ हुन्छ आत्महत्या गरेर यो संसारको सारा दुःख झन्झटबाट सधैँको लागि मुक्त पाउनु। ह्यामलेटले मृत्युलाई एउटा गहिरो निन्द्रासँग तुलना गर्छ, जसले हृदयको पीडा शान्त गर्न सक्छ, तर लगत्तै ह्यामलेटलाई एउटा डरले सताउँछ। मृत्युपछिको संसार कस्तो होला? यदि मृत्युपछिको अवस्था अहिलेको भन्दा पनि भयानक भयो भने के गर्ने? ह्यामलेटले यहाँ भन्छ, द अनडिस्कभर्ड कन्ट्री फ्रम हुज वान नो ट्राभलर रिटर्न्स, अर्थात् यसको अर्थ हुन्छ मृत्यु त्यो एउटा खोजिन सकिएको देश हो जसको सिमाना काटेर गएपछि कुनै यात्री पनि फर्केर आउँदैन। यही अपरिचित देश मृत्युपछिको अवस्थाको डरले मानिसलाई जस्तोसुकै कष्ट सहेर पनि बाँचिरहन बाध्य बनाउँछ भन्ने निष्कर्षमा ह्यामलेट पुग्छ। यो वाक्यले ह्यामलेटलाई एक नाटकको पात्र बनाएर मानिसको मनमा चल्ने छटपटीलाई दर्शाउँदै मान्छेले परिस्थितिमा कसरी निर्णय क्षमता गुमाउँछ भन्ने कुरालाई एकदम यथार्थपरक ढंगमा व्याख्या गरेको छ। साथै यसले मानिसको भौतिक कष्ट भन्दा पनि मानिसको मृत्यु पछाडिको अज्ञात संसारको बारेमा झन् बढी डर हुने भएको कारणले गर्दा मानिसले जस्तोसुकै दुःख अन्याय सहेर पनि मृत्युलाई भन्दा आफ्नो जीवनलाई नै रोज्छ भन्ने कुरालाई नाटककारले बडो यथार्थपरक र कलात्मक ढंगले प्रस्तुत गरेका छन्। धन्यवाद।